भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बुझ्ने हो भने एउटा कुरा चाहिँ एकदमै स्पष्ट हुनुपर्छ। उहाँको सम्पूर्ण राजनीतिक पहिचान एउटै कुरामा टिकेको छ, त्यो हो अमेरिकासँगको द्वन्द्व। आउनुहोस् यही प्रतिरोधको कथामा अलिकति गहिरिएर हेरौँ। हो, वास्तवमा उहाँको पुरै राजनीतिक यात्राको जग नै यही हो, अमेरिकी प्रभुत्व विरुद्धको निरन्तर सङ्घर्ष। यो उहाँको लागि कुनै सामान्य विचार मात्र होइन, बरु उहाँको राजनीतिक अस्तित्वकै आधार हो। तर प्रश्न उठ्छ, यो प्रतिरोधको भावना आखिर आयो कहाँबाट? ल, यसको जडसम्म पुग्नका लागि हामीले मादुरोको सुरुवाती जीवन र ह्युगो चावेजसँगको उहाँको सम्बन्धलाई निहाल्नुपर्ने हुन्छ। धेरैले लाग्न सक्छ उहाँ कुनै ठूलो राजनीतिक घरानाबाट आउनुभयो होला, तर त्यस्तो होइन। निकोलस मादुरोको राजनीतिक यात्रा कुनै विश्वविद्यालयबाट होइन, बरु कराकासको सडकबाट सुरु भएको थियो। उहाँ एक मेट्रो बस चालक हुनुहुन्थ्यो र त्यही काम गर्दा मजदुरहरूको हकहितको लागि लड्ने एक प्रखर ट्रेड युनियन नेता बन्नुभयो। हो, यहीँबाट नै उहाँले सामाजिक असमानता र विदेशी प्रभावलाई एकदमै नजिकबाट निहाल्नुभयो र यसैले उहाँको राजनीतिक सोचको जग बसाल्यो। त्यसपछिको उहाँको राजनीतिक यात्रा त निकै तीव्र गतिमा अघि बढ्यो। 90को दशकमा उहाँ ह्युगो चावेजको एकदमै निकट अनुयायी बन्न पुग्नुभयो। पछि चावेजकै शासनकालमा विदेश मन्त्री भएर अमेरिकी विदेश नीतिको खुलेरै आलोचना गर्न थाल्नुभयो। यसले उहाँलाई अन्तर्राष्ट्रिय मञ्चमा अमेरिका विरोधी नेताको रूपमा स्थापित गरायो। अनि सन् 2013मा चावेजको निधनपछि उहाँले त्यो विरासत र त्यो सङ्घर्ष दुवैलाई आफ्नो काँधमा बोकेर राष्ट्रपतिको पद सम्हाल्नुभयो। जब मादुरोले राष्ट्रपतिको पद सम्हाल्नुभयो, उहाँले विरासतमा एउटा कुर्सी मात्र पाउनु भएन, बरु उहाँले पाउनुभयो वाशिङटनसँगको एउटा चर्को र पहिलेदेखि नै चलिरहेको द्वन्द्व। खासमा ह्युगो चावेजले आफ्नो कार्यकालमा अमेरिकी प्रभावलाई कम गर्न धेरै कदम चाल्नुभएको थियो, जस्तै देशको तेलमाथिको नियन्त्रण फेरि आफ्नो हातमा लिनु, गरिबहरू लक्षित सामाजिक कार्यक्रमहरू सुरु गर्नु, अनि क्युबा, रुस र चीन जस्ता अमेरिकासँग खासै राम्रो सम्बन्ध नभएका देशहरूसँग मित्रता बढाउनु। चावेजको यी हरेक कदमले वाशिङटनलाई पक्कै पनि खुसी बनाएको थिएन र यही तनावपूर्ण विरासत थियो जुन मादुरोको काँधमा आइपुग्यो। ल, अब हेरौँ कि मादुरो राष्ट्रपति बनेपछि यो द्वन्द्व कसरी झन् चर्कियो र चरम अवस्थामा पुग्यो, किनभने यहाँबाट तनावले एउटा बिल्कुलै नयाँ मोड लिएको देखिन्छ। यो तनावको चक्र यस्तो थियो। सबैभन्दा पहिले अमेरिकाले मादुरो सरकारलाई अलोकतान्त्रिक भनेर घोषणा गर्यो। त्यसको लगत्तै भेनेजुएलाको अर्थतन्त्रको मेरुदण्ड अर्थात् तेल व्यापार र ब्याङ्किङ क्षेत्रमाथि कडा आर्थिक प्रतिबन्धहरू लगाइयो। यसको जवाफमा मादुरोले देशको सङ्कटको सम्पूर्ण दोष अमेरिकी हस्तक्षेपमाथि थुपार्नुभयो र यो टकराव तब उत्कर्षमा पुग्यो जब सन् 2019मा अमेरिकाले विपक्षी नेता हुआन ग्वाइडोलाई अन्तरिम राष्ट्रपति भनेर मान्यता दियो। एउटा शब्द जुन यहाँ एकदमै महत्त्वपूर्ण छ, आर्थिक युद्ध। मादुरो सरकारले अमेरिकाले लगाएका प्रतिबन्धहरूलाई यही नाम दियो। र यो केवल एउटा शब्द मात्र थिएन, यो त एउटा शक्तिशाली राजनीतिक हतियार थियो। किनभने यसले देशका सबै समस्याको जड बाहिरी शक्ति हो भनेर देखाइदियो र यो भाष्यले उहाँका समर्थकहरूलाई एकढिक्का बनाउन ठूलो मद्दत गर्यो। अनि जब अमेरिका र केही पश्चिमी देशहरूले हुआन ग्वाइडोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिए, मादुरो सरकारले यसलाई आफ्नो देशको सार्वभौम सत्तामाथिको ठाडो हमला र सत्ता पल्टाउने एउटा कुको प्रयासको रूपमा लिनुभयो। यही घटनाले भेनेजुएलाको आन्तरिक राजनीतिक सङ्कटलाई अन्तर्राष्ट्रिय मुद्दा बनाइदियो र दुई पक्षबीचको दूरीलाई झनै बढाइदियो। त्यसो भए यति सबै कुरापछि प्रश्न उठ्छ, निकोलस मादुरो आखिर को हुन् त? एक नायक वा एक दमनकारी शासक? सत्य के हो भने उहाँको छविको बारेमा दुईवटा बिल्कुलै फरक एक अर्कासँग बाँझिने धारणाहरू पाइन्छन्। एकातिर छ उहाँका समर्थकहरूको दृष्टिकोण। उनीहरूको नजरमा मादुरो अमेरिकी प्रभुत्वसँग लडिरहेका एक नायक हुन् जसले देशको सार्वभौमसत्ता जोगाइरहेका छन्। उनीहरूका लागि मादुरोमाथि लाग्ने सबै आरोपहरू केवल अमेरिकी हस्तक्षेपका लागि बनाइएका बहाना हुन्। अनि अर्कोतिर छन् उहाँका आलोचकहरू। उनीहरूको दृष्टिकोणमा मादुरो एक दमनकारी शासक हुन् जसले सबै शक्ति आफ्नो हातमा केन्द्रित गरेर विपक्षीहरूलाई दबाएका छन् र शङ्कास्पद चुनावहरू मार्फत सत्तामा टिकिरहेका छन्। र अन्त्यमा के देखिन्छ भने मादुरोको लागि यो बाह्य शत्रुको कथा केवल सत्तामा टिकिरहने एउटा माध्यम मात्र होइन, यो त उहाँको राजनीतिक पहिचानको अभिन्न अङ्ग नै हो। अमेरिका केवल एक आलोचक होइन, बरु देश कब्जा गर्न खोज्ने शक्ति हो भन्ने जुन भाष्य छ, सायद त्यही भाष्यले नै उहाँको शासनलाई आजसम्म टिकाउन मद्दत गरेको छ।
निकोलस मादुरोको यो कथाले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोडिदिन्छ। आखिर कसरी एक राष्ट्रिय नेता आफ्नो देशको राजनीतिबाट माथि उठेर एउटा विश्वव्यापी भू राजनीतिक द्वन्द्वको प्रतीक बन्न पुग्छ?